आउँछ क्या ऋण भन्नुहुन्छ अनि साक्षी ल्याउन गाह्रो मान्नुहुन्छ। यो कुराहरू गाह्रो, साक्षीको ल्याउन गाह्रो नमान्नु एक नम्बर। अर्को दोस्रो नम्बर कुरो, शेयर सदस्य पनि यो साक्षी बसे मान्छेले ऋण माग्नु भएन, म त साक्षी मात्रै बस्दै त हो त भन्छ। अनि अर्को साक्षीको उहाँले लयरको म साक्षी बस्दैछु, उहाँले नतिरिकन मलाई चाहिएको छ, त्यो उसलाई उता तिर्नु न, मैले साक्षी बसेर ठाउँमा अप्ठ्यारो परे चाहिँ नभनिदिने। यता आएर चाहिँ म साक्षी मात्रै बस्दै हुँ भनेर हामीलाई खनखन गर्नुहुन्छ। त्यो काम नगर्नु, बरु साक्षी नै नबस्दिनु न। आफ्नो विश्वास दिने मान्छेले साक्षी बस्ने हो कि। भनेपछि दोस्रो ऋणी हो, पहिलो ऋणीबाट समस्या, दोस्रो ऋणी साक्षीमा आउँछ। त्यो कुरा एकदम ध्यान दिनु होला। यति भन्दै म अनि एउटा कुरा तपाईँलाई के भन्छु भने, यहाँ बस्दा बस्दै बोर पनि लाग्यो होला। अब हामी यो आर्थिक वित्तीय क्षेत्रमा काम पनि गरे हुनाले वित्तीय सम्बन्धी नै कुरा के गर्छु भनेदेखि, एकजनाको छोराले कमर्स पढाएर छ। कमर्स पढाएर चाहिँ यो एकाउन्ट सम्बन्धी नै काम हुन्छ, यो हिसाब सम्बन्धी नै पढाइ हो। एकाउन्ट कमर्स पढेको नाति मामाहरू दसैँमा टिका लाउनु गएको छ। मामाहरूको हजुरबाले टिका लाएर दक्षिणा टिका लाउँदै के भन्नुभएको छ भन्दाखेरि, अब आशिक दिन्छ नि त होइन, बाबु डाक्टर भएछ भनेर आशिक दिनुभएको छ कि इन्जिनियर भएछ भनेछ। अब त्यो आशिकले काम गर्न लागि उसले पढाइले काम गर्ला। हेर्नु त, ज्ञान हो, विषयवस्तुमा ज्ञान हुनु पऱ्यो कि। विषयवस्तु बच्चाले एउटा पढिरहेको छ, टिका लाउँदाखेरि आशीर्वाद चाहिँ बाबु यो थोक भएछ भनेर चाहिँ पढाइ एउटा अरू थोक हुन्छ त मान्छे, हुँदैन क्या। त्यो बाटै फरक हो। त्यस कारणले गर्दाखेरि हामीले पनि विषयवस्तुलाई बुझेर विषयवस्तुपट्टि मात्रै केन्द्रित भएर काम गरौँ। यो अब नबुझिकन नबुझिया बाटो ध्यान नदिउँ। हामीले नबुझिकन गरेका हामीले मेलै पाउँदैन कि, बाटै पाउँदैन भन्दै म अब कार्यक्रममा तपाईँहरूलाई यतापट्टिका हाम्रा कुराहरू करिब